हेलो गाइस, सबैलाई नमस्कार। म भर्खर सिंह विश्वकर्मा। आज फेरि म गाउँमा आइसकेपछि मेरो न्यू ब्लग सुट गर्दैछु। धेरै लामो समयपछि भइरहेछ मेरो ब्लग है। अब मसँग धेरै दिनपछि, धेरै लामो समयपछि एउटा मेरो भाइ, मेरो ज्यान मेरो भाइ राकेश विश्वकर्मा छ, जो कि एकदम मिल्ने साथी हो हामी। सो गाइस, अहिले म ठ्याक्क मेरो हिँड्दा मेरो खुट्टो चाहिँ अलि लच्केर चाहिँ खुट्टो छादिएन, दुख्नु आएको छ धेरै। अब आज हामी है पारी जात्रा हेर्न जान आएको छु। भनेपछि तपाईँलाई यो गाउँमा हो 2-2.5 घन्टा हिँडेर लाग्छ हामीलाई। तपाईँलाई त्यहाँको मेला लाग्ने पनि देखाउँछु। र अहिले हामी बाटोमा हिँड्दैछु। ल हामी अहिले मेन रोड नजिक पुग्दैछु। मेन रोड नजिक तल छ मेन रोड, अगाडि भाइ हिँड्दैछ। म त अब अलि हिँड्न नसकेर गाह्रो छ गाइस। यहाँनिर अलिकता रेस्ट गर्नु पऱ्यो। ट्याक्कै बाटो यही हो, त्यहाँ हो। भाइले पोज दिँदैछ है। माछा खाने भएपछि हाम्रो यहाँ कैलाश खोलाको एकदम ताजा ताजा माछा छ है। भरपुर छ माछा। हामी अहिले माछा बनाउन लाग्छौँ। माछा भट्टीमा पाक्दैछ। हेलो, अहिले हामी कैलाश खोलामा छौँ। यहाँ हामी बचपनमा पौडी खेल्थ्यौँ र एकदमै रमाइलो हुन्थ्यो। अहिले त हामी कोही परदेशी, कोही घरदेशी छौँ। अनि हाम्रो भाइलाई चाहिँ आजको यात्रा कस्तो लागिरहेछ होइन? धेरै दिनपछि भेट भएर माछा साछा खाइयो। अब जात्रा हेर्न जानु पर्यो। यही नै बाटो हो, सिधा जानु छ। फाइनली गाइस, भर्खर पुग्यो मेलामा। यहाँ हेर्न सक्नुहुन्छ, मेलामा पुगिसक्यौँ। माथि चाहिँ राङ्गो छ। यहाँ चाहिँ हाम्रा साना नाना बाबी छन् होइन, नाना यी फुचीहरू धेरै अब छुरेटी बढाउने खालका छन् होइन। तपाईँलाई म राङ्गो देखाउँछु। दसैँको राग हो, हेर्न सक्नुहुन्छ। यही हो आज यता त्यो मन्दिरमा काटिने। राम्रोसँग आज 10 माइल आउँदाखेरि होला।